विक्रम सम्वत 2058 साल ज्येष्ठ 29 गते नेपालका तत्कालीन राजा वीरेन्द्रको वंश नाश भएको 10 दिन बितेको छ, अर्थात् दरबार हत्याकाण्ड भएको 10औं दिन। त्रिपुरेश्वरमा राजा वीरेन्द्रको काजक्रिया चलिरहेको छ। वीरेन्द्रको छोरा दिपेन्द्रले पनि प्राण त्यागिसकेका छन्। आम नेपाली जनता अझै पनि आफ्नो प्यारा राजा रानीहरूको मृत्यु भएको कुराबाट मुभ अन हुन सकेका छैनन्। सबैजना स्तब्ध छन्। पुरै नेपाल स्थिर भएको अवस्था छ। यसैबीचमा पोखरा स्थित पुनरावेदन सरकारी वकिलको कार्यालयले जिल्ला सरकारी वकिल कार्यालयलाई एउटा गोप्य र अति जरुरी पत्र पठाउँछ। पत्रमा लेखिएको छ, वादी श्री 5 को सरकार र प्रतिवादी नखुलेको कर्तव्यज्ञान मुद्दा सह न्यायाधिवक्ता ज्यू समक्ष पेश हुँदा हाललाई केही कसै उपर मुद्दा नचलाउने गरी मिति 2058 साल 2 महिना 29 मा निकासा भएको कानुन बमोजिम गर्नु। केही दिन अघि मात्र राजा भएका ज्ञानेन्द्र स्वयं आफ्नै दाजु वीरेन्द्रको क्रिया बसिरहेको बेलामा 13 दिने काम नसकिँदै दरबार हत्याकाण्डतिर केन्द्रित भएको जनताको ध्यानको दुरुपयोग गरिन्छ र अर्को हत्याकाण्डको प्रमाण नष्ट गरिन्छ। नमिता सुनिता हत्याकाण्डको नामले चिनिने यो काण्ड नेपालको न्यायिक प्रणालीलाई गिज्याउँदै हरेक वर्ष दोहोरिरहेको हुन्छ। 16 वर्ष, 18 वर्ष र 19 वर्षकी किशोरीहरूको जबरजस्ती करणी, बलात्कार, निर्मम र विभत्स हत्या आदि इत्यादि बारे तपाईहरूले पनि धेरैचोटि सुन्नुभएको नै होला। तर दोषीहरूलाई सजाय चाहिँ आखिर कहिले हुन्छ त? र घटनामा भएको के थियो त? आजको इन्डेक्स स्टोरीले अझै पनि आलैरहेको 44 वर्ष अगाडिको घटनालाई तपाईहरू सामु पस्किन गइरहेको छ। न्याय प्रेरित आवाजलाई बुलन्द गराउने हेतुले अनि दोषीहरूलाई कारबाही हुनै पर्छ भन्दै प्रस्तुत गर्दछौँ नमिता सुनिता हत्याकाण्ड। भिडियो सुरु गर्नुभन्दा पहिला तपाईँ कन्टेन्ट क्रिएसन गर्ने सोच्दै हुनुहुन्छ भने अल्टिमाले अब अल्टिमा क्लियर माइक पनि लन्च गर्दैछ। 79.99 पर्ने यो माइकलाई स्पेशल लन्च प्राइस स्वरूप यही जनवरी 25 देखि फेब्रुअरी 3 सम्म 34.99 मै पाउनुहुनेछ। साथै जनवरी 25 बाट अल्टिमाले चितवन र बौद्धमा पनि आफ्नो अफिसियल आउटलेट खोल्दैछ र फेब्रुअरी 3 सम्म तपाईले यी आउटलेट भिजिट गर्नुभयो भने स्पिन एन्ड विन गरी गोल्ड कोइन, वासिङ मेसिन, टिभी, एसी र अल्टिमाका अन्य थुप्रै प्रोडक्टहरू जित्न सक्नुहुन्छ। साथै हरेक दिन स्टोर भिजिट गर्ने 100 जनालाई फ्रीबिजको पनि व्यवस्था छ र थप बन्डल अफरहरू पनि छन्, जसको डिटेल्स डिस्क्रिप्सनमा छ, पक्कै पनि चेकआउट गर्नुहोला। ओके, लेट्स स्टार्ट द भिडियो। विक्रम सम्वत 2038 साल ज्येष्ठ 18 गते शनिबार, समय बिहानको 7 बजे बा अ 190 नम्बरको मुस्ताङ ट्रान्सपोर्ट बस काठमाडौँदेखि पोखरातर्फ प्रस्थान गर्छ। बसको सबैभन्दा पछाडिको सिटमा छन् काठमाडौँ लाजिमपात घर भएका दुई परिवारका किशोरीहरू, दिदीबहिनी सुनिता भण्डारी र नमिता भण्डारी र उनीहरूकै साथी निरा पराजुली। बसको अगाडिपट्टि ड्राइभर छेउमा बसेका छन् नमिता सुनिताका दाजु बल्लभ भण्डारी। बल्लभ नमिता सुनिताको ठुलो बुवाका छोरा हुन्। बसमा उनीहरूसँगै बल्लभकी श्रीमती विजया, बहिनी शारदा र सानो छोरो विनय पनि छन्। बिहान 7 बजे काठमाडौँबाट छुटेको बस दिउँसो 2:30 बजेतिर पोखरा बस पार्क आइपुग्छ। नमिता सुनिता सहित 7 जना बस पार्कमा ओर्लन्छन् र बगाले टोल जाने अर्को एउटा लोकल बसमा चढ्छन्। बल्लभ भण्डारी जनकपुर चुरोट कारखानाको पोखरा डिपोका खरिदारका रूपमा कार्यरत थिए र उनी बगाले टोलको एउटा घरमा भाडामा बस्दै आएका थिए। सबैजना बल्लभको डेरासम्मै पुग्छन् र साँझतिर निरा पराजुली चाहिँ बिन्दवासिनी छेउ सराङकोट जाने बाटोको फेदीमा रहेको उनको हजुरआमा थिरकुमारी र काका रुद्रमणिको घरमा जान्छन्। भोलिपल्ट अर्थात् ज्येष्ठ 19 गते आइतबार बिहानदेखि पोखराका अधिकांश ठाउँहरूमा पानी परिरहेको थियो। निरा पराजुली 7 बजे बिहान काकाको घरदेखि ट्याक्सी लिएर बगाले टोल नमिता सुनिता भएको ठाउँमा आइपुग्छिन्। उनीहरू त्यही ट्याक्सीमा फेरि निराको काकाको घर जान्छन् र 10:30 बजेतिर पूर्णिमा सिनेमा हलतिर लाग्छन्। उनीहरूले त्यस दिन कोसिस नाम गरेको हिन्दी फिल्म हेर्छन्। फिल्म हेरिसके पछाडि उनीहरू सरासर आफ्नो बस्ने ठाउँतिर लाग्छन्। करिब 4:30 बजेतिर निरा आफ्नो काकाको घरमा पुग्छिन्। ज्येष्ठ 20 गते सोमबार, अघिल्लो दिन जस्तै निरा, नमिता र सुनिता बिहानै फेवाताल हेर्न भनी निस्कन्छन्। तर बिहान निस्कने बित्तिकै फेरि पनि पानी पर्न जान्छ। एकछिन घुमेर उनीहरू डाँफे कला मन्दिरमा ओत लाग्छन् र 12 बजेतिर आफ्नो डेरा फर्कन्छन्। काठमाडौँबाट आए पछाडि नमिता सुनिता र निरासँग बल्लभको परिवार पनि प्राय घुम्न सँगसँगै गइरहेका हुन्थे। तर कार्यालयकै कामको सिलसिलामा बल्लभलाई पनि अब स्याङ्जा जान पर्ने हुन्छ। अनि यता बल्लभका परिवार सबैलाई आउँ अथवा डिसेन्ट्रीले सताएको हुनाले नमिता सुनिता र निरासित घुम्न जाने अब कोही पनि हुँदैन। त्यस 22 गते बुधबार 3 जना किशोरीहरू
नमिता, सुनिता र निरा पेन्सन क्याम्पसमा रहनुभएकी निराकी सानी आमा कहाँ जान्छन्। सानी आमालाई भेट्छन् र तीनजनाले त्यहीँ खाना खान्छन्। सानी आमासँगको भेटघाटमा उनीहरूले 2-3 दिनभित्रमा काठमाडौँ फर्कने कुरा गर्छन्। त्यस दिन दिउँसो उनीहरू पोखराको टुडीखेल नजिकै बन्दै गरेको सानी आमाको नयाँ घर हेर्न जान्छन् र फेरि सानी आमाकोमै फर्कन्छन्। राति गफगाफ गर्छन्, उपन्यास पढ्छन् अनि पढ्दा पढ्दै निदाउँछन्। ज्येष्ठ 23 गते बिहिबार नमिता, सुनिता घरबाट पोखरा घुम्न हिँडेको आज 6औं दिन थियो। घरको न्यास्रो पनि लागेको हुँदो हो। त्यसैले दिदीबहिनी घरमा पत्र लेख्ने भन्छन्। अहिले जस्तो फोनहरू केही पनि थिएन। सुनिताले लेखेको पत्रमा हामी अब 2-4 दिनमा फर्किहाल्छौँ, तर पनि रहरले यो पत्र लेख्दैछौँ भनेर भनेकी हुन्छन्। बाबा मम्मीलाई भनेर लेखिएको त्यो पत्र बाबा मम्मी भएको घरसम्म भने कहिले पुग्दैन। पत्र लेखेको भोलिपल्ट अर्थात् ज्येष्ठ 24 गते शुक्रबार उनीहरू बिहान सबेरै बेगनासताल घुम्न जाने योजना बनाएर सानी आमाको घरबाट हिँड्छन्। तर यसरी बेगनासताल घुम्न भनेर हिँडेका उनीहरू कहिल्यै फर्कदैनन्, सदाका लागि हराउँछन्। 26 गते आइतबार 2 दिनसम्म पनि न बल्लभ भण्डारीको परिवारले, न काका रुद्रमणिले, न त सानी आमाले नै उनीहरूको खोजी नीति गर्छन्। सबैले एकअर्काकोमा बसे होलान् भनेर सोध्छन्। भोलिपल्ट अर्थात् 27 गते सोमबार निराकी हजुरआमा बल्लभको डेरा पुगेर सोधखोज गर्छिन्। अनि मात्रै सबैलाई थाहा हुन्छ कि नमिता, सुनिता र निरा 3 जना किशोरीहरू हराएको थाहा भए पछाडि सबैजना उनीहरूलाई खोज्न भनी चारतिर निस्कन्छन्। घुम्न जाँदा साथमा कोही थिएन, त्यसैले सायद कतै बाटो बिरायो होलान् भनेर सबैले सोचेका हुन्छन्। कसैले केही अनिष्टको आकलन पनि गरेका हुँदैनन्, तर जति गरे पनि उनीहरू भेटिँदैनन्। 29 गते बुधबारको दिन छोरीहरू बेपत्ता भएको खबर थाहा पाए पछाडि नमिता, सुनिता अनि निराका बुबाआमा फ्लाइटबाट पोखरा आइपुग्छन्। पोखरा एयरपोर्टमा उनीहरूले पाइला मात्रै के टेकेका हुन्छन्, उनीहरूलाई कसैले एउटा खबर सुनाउँछ। कम्बरमाथि लगभग निवस्त्र, टाउको पूर्ण फर्किएको र शरीर उतानो परेको प्याजी रङको पाइजामा लगाएको एउटा बेवारिसे महिलाको लास सेती नदीको किनारमा फेला परेको छ र उक्त लासलाई गण्डकी अञ्चल अस्पताल पुर्याइएको छ। सबैजना हस्याङ फस्याङ गर्दै हस्पिटल पुगेर लासलाई हेर्छन्। लास कान्छी छोरी नमिताको हुन्छ। 18 गते बिदाईको हात हल्लाउँदै पोखरा गएकी अबोध कान्छी छोरीलाई त्यस अवस्थामा देख्नुपर्दा कुन चाहिँ बाआमाको मुटु नभक्कानिएला र। नमिताको लास देखे पछाडि बुबा माधव राजको होस हवास उठ्छ अनि आमा बेहोस भएर त्यहीँ लड्छिन्। पोस्टमार्टमको लागि हस्पिटल ल्याएको नमिताको लासलाई गण्डकी अञ्चल अस्पतालका सुपरिन्टेन्डेन्ट डाक्टर कुमार शमशेर जबराले आज पोस्टमार्टम हुँदैन, भोलि आउनु भनेर सबैलाई फर्काइदिन्छन्। भोलिपल्ट दिउँसोको 12:15 बजेतिर पोस्टमार्टम सकिन्छ। नमिताको देब्रे कञ्चडभन्दा पछाडिपट्टि रगत जमेको हुन्छ र कञ्चड अगाडिको हड्डी पनि फुटेको हुन्छ। तर यति सबै हुँदाहुँदै डाक्टर कुमारले दिएको पोस्टमार्टम रिपोर्टमा पानीमा डुबी श्वास लिन नसकी मरी भनेर लेखिएको हुन्छ। तर चिकित्सक हरिहर वस्तीका अनुसार उक्त पोस्टमार्टममा भयङ्कर त्रुटि भएको थियो। उनका अनुसार जुनसुकै कारणले मानिस मरे पनि लास कुइदा फिज आउने गर्छ, तर उक्त वास्तविकतालाई ढाकछोप गर्दै पानीबाट निकालिएको र मुखबाट फिज आएको आधारमा नमिताको मृत्यु भएको कारण नदीमा डुब्नु हो भनेर निष्कर्ष निकालिन्छ। अनि टाउकोमा लागेको चोटलाई ओझेलमा पार्ने काम हुन्छ। त्यस्तै यता सूर्यबहादुर सेन ओलीको किताब मेरो कथाहरूको कथामा लेखिएको छ, प्रहरीको प्रकृति मुजुल्कामा नमिताको यौनीबाट रगत निस्किएको र च्यातिएको जनाइएको छ, तर पोस्टमार्टम रिपोर्टमा भने यौनीमा माछाले खाएको भनेर लेखिएको छ। अब माछाले खायो भनेर डाक्टरले कसरी भन्न सक्छन्? अनि माछाले खाएकै भए मृत्यु पछाडि खाएको हुनसक्छ, अनि मृत्यु पछाडि खाएको लासमा रगत चाहिँ कसरी आउँछ? पोखरा घुम्न आएका काठमाडौँका 3 जना किशोरीहरूमध्ये 1 जनाको लास भेटिए पछाडि तत्कालीन कास्की जिल्ला प्रशासनले अनुसन्धान गर्न थाल्छ। घटनाबारे केही थाहा हुने सुराग दिने व्यक्तिलाई कास्की जिल्ला प्रशासनले त्यो बेलाको रु 5,000 नगद पनि इनाम दिने भनेर भन्छ। तर नमिता सुनिताका बुबा माधवराज भण्डारीलाई प्रशासनले घटनाको वास्तविकता पत्ता लगाउन सक्छ भन्ने कुरामा त्यति विश्वास थिएन। जेठी छोरी सुनिता र निरा पराजुली अझै बेपत्ता थिए, त्यसैले उनी अब आफ्नै तरिकाले अनुसन्धान गर्ने अठोट लिन्छन्। अनुसन्धानको क्रममा असार 3 गते उनलाई एउटा महत्त्वपूर्ण सूत्र हात पर्छ। वनपाले चुडामणी अधिकारी चुडामणी वन कार्यालयमा काम गर्थे अनि कार्यालय समय पछाडि खाना खानको निम्ति पृथ्वीनारायण क्याम्पस मुनिको जङ्गलको पुल हुँदै सेती नदी तरेर पारीपट्टिको आफ्नो घर जान्थे। अनि नमिताको लास पनि
यहाँनिर क्याम्पस मुनि नै भेटिएको थियो। माधवराज र अन्य स्थानीय बासिन्दालाई चुडामणिलाई घटनाबारे केही थाहा हुन सक्छ भन्ने लाग्छ र उनीसँग भेटेर कुरा गर्नका निम्ति माधवराज भोलिपल्ट अर्थात् असार 4 गते वन कार्यालय जान्छन्। वन कार्यालय पुगेर तत्कालीन डिभिजनल फरेस्ट अफिसर डिएफओ ललित रत्न साक्यसँग चुडामणिलाई भेट्न अनुमति माग्छन् र उनीसँग भेट पनि हुन्छ। तर उनीहरू बीच कुराकानी सुरु मात्र के भएको थियो, आकाशमा 2 जना प्रहरीहरू त्यहाँ आइपुग्छन् र बिना कुनै कारण चुडामणिसहित माधवराजलाई डिएसपी कार्यालयतिर लिएर जान्छन्। डिएसपी कार्यालय पुगे पछाडि इन्सपेक्टर बाबुराम पुनले जिपबाट ओह्रालेर चुडामणिलाई साँझसम्म थुनिराख्ने आदेश दिन्छन् अनि यता माधवराजको पाखुरा समातेर अर्को गाडीमा हाल्छन्। घटनाको सूत्र खोज्न जान लागेको भनी माधवराजलाई कतै लगिएको हुन्छ, तर सूत्र खोज्ने काम भने केही हुँदैन। दिनभरि माधवराजलाई पुलिसले आफूसँगै राख्छ र साँझ परे पछाडि जजुकालीमा ल्याएर छाडिदिन्छ अनि यता भोलिपल्ट 10 बजेतिर हाजिर हुने बेहोरा आफ्नो खातामा चढाएर चुडामणिलाई पनि डिएसपी कार्यालयबाट साँझतिर छोडिदिन्छ। बहुतै गरिब वनपाले चुडामणि अधिकारीको घरमा 6 वर्षकी छोरी, 2 छोरा, जेठी श्रीमती 35 वर्षीय टिकादेवी र अर्की एकजना अर्धलाटी श्रीमती थिए। भोलिपल्ट अर्थात् असार 5 गते बिहान 9 बजे चुडामणिले आफ्नो हातमा बाँधेको घडी फुकाएर जेठी श्रीमती जो बिरामी भएर ओछ्यानमा लडेकी थिइन् उनलाई दिन्छन् र भात खाएर घरबाट निस्कन्छन्। बिहानको करिब 9:30 बजेतिर बाटोमा चुडामणिको भेट स्थानीय घान्द्रुके गुरुबासँग हुन्छ। गुरुबालाई उनले आज म फर्किन पाइनँ भने बुढीलाई चिन्ता नलिनु, पुलिसले बोलाएको छ, के हो सोध्नु छ अरे भनिदिनु है गुरुबा भनेर भन्छन् र सरासर ब्यारेकतिर लाग्छन्। आर्मी ब्यारेकतिर लागेका चुडामणि महेन्द्रपुर पुग्न नपाई हराउँछन्, बेपत्ता हुन्छन्। असार 6 गते शनिबार नमिताको लास भेटिएको स्थानभन्दा थोरै मुनि सेती नदीमै अर्को लास घोप्टो परेको अवस्थामा भेटिन्छ। किशोर श्रेष्ठले दरबार काण्डपछि दबिएको अर्को हत्याकाण्ड किताबमा लेखेका छन्, प्रहरीले सुनिताको लासको मुजुल्का उठाउँदा जबरजस्ती करणीको शिकार भएको एउटा गतिलो प्रमाण भेटेको थियो। घाँटीमा पछ्यौरी 2 फन्को लागि गाँठो पारिएको, छातीमा सेतो चेस्टर लगाएको, अगाडिपट्टि कुर्ताको बटन खुला हुँदा भित्री भाग देखिएको। त्यस्तै उनको शरीरमा सुरुवाल थिएन अनि अन्डरवेयर पनि दोब्रिएको थियो। तर त्यस्तो हुँदा हुँदै पनि सुनिताको लासको पोस्टमार्टमको रिपोर्टमा भने घाँटीलाई दोपट्टाले बेरी श्वास लिन नदिएर मारेको देखिन्छ भनेर लेखिएको थियो। यसरी हराएका 3 किशोरीहरूमध्ये 2 दिदीबहिनीहरूको लास भेटिन्छ, तर निरा पराजुलीको अझै पनि केही अत्तोपत्तो थिएन। सुनिताको लास भेटिएको ठ्याक्कै 6 दिनपछि यानि कि असार 12 गते वनपाले चुडामणि अधिकारीको पनि लास भेटिन्छ। 1 हप्ता गायब भएका चुडामणि हातको बुढी औँला भाँचिएको अनि शरीर चाहिँ कालै भइसकेको अवस्थामा रामगाडमा फेला पर्छन्। पुलिसको प्रकृति मुजुल्कामा चुडामणिको काखीमुनि एकतिर 5 पैसा छिर्ने जत्रो प्वाल अनि अर्कोतिर चाहिँ लोटा नै छिर्ने जत्रो भ्वाङ रहेको भनेर लेखिएको थियो। तर अगेन इन्ट्रेस्टिङली पोस्टमार्टमको रिपोर्टमा चाहिँ गिद्धले खाएर बनेको घाउ भनेर लेखिन्छ। यदि त्यस्तो हो भने लासको अन्य भागमा पनि गिद्धले नै खाएको हुनुपर्ने, तर त्यस्तो त केही छैन भनेर सूर्यबहादुर सेनले आफ्नो किताबमा लेखेका छन्। अब चुडामणिको लास भेटिए पछाडि उक्त लासलाई निकै हतार गरेर जलाइन्छ अनि लासलाई जलाउनुभन्दा केही घण्टा अगाडि चुडामणिको शरीरबाट कमिज पनि गायब हुन्छ। यो सबै कुरा भइरहँदा यहाँनिर एउटा कुरा के प्रश्न हुन्छ भने हत्याराहरूको पहुँच र शक्ति निकै ठुलो थियो। यो कुरा कोही सामान्य व्यक्तिबाट भइरहेको थिएन, तर कसले यो सबै हत्या गरिरहेको थियो अनि आखिर किन त? यो कुरासम्म पुग्नुभन्दा हामी पहिला नमिता सुनिता भण्डारी को थिए, निरा पराजुली को थिइन् यो बारे कुरा गरौँ। काठमाडौँ लाजनीपात एरियाको खुर्सानी टार मार्गमा रहेको ठुलो कम्पाउन्ड सहितको घरको गेटमा लेखिएको छ माधवराज भण्डारी। माधवराज भण्डारीको 1 छोरा प्रदीप र 3 छोरी थिए। प्रदीप कोलकाताको आरजिकर मेडिकल कलेजमा एमबीबीएस पढ्दै थिए अनि 3 छोरीमध्ये जेठी आजिताको बिहे भइसकेको थियो। 18 वर्षकी सुनिता भण्डारी माइली छोरी थिइन् र 16 वर्षकी नमिता भण्डारी कान्छी। माधवराजले साई नेपाली महावाणिज्य दूत भई कलकत्तामा 4 वर्षसम्म काम गरेका थिए। विक्रमसम्म 2036 सालमा अर्थात् नमिता सुनिता हत्याकाण्ड हुनुभन्दा 2 वर्ष अगाडि उनलाई आकस्मिक ढङ्गले काठमाडौँ बोलाइएको थियो। जसअनुरूप कलकत्ताको जुलियन डे स्कुलमा अध्ययनरत नमिता सुनितालाई लिएर माधवराज काठमाडौँ आउँछन् र एसएलसी परीक्षाको मुखैमा लैनचौरको कन्यामाविमा छोरीहरूको भर्ना गरिदिन्छन्। यता निरा पराजुली थिरमणि पराजुलीको छोरी थिइन्। थिरमणि सरकारको मुद्रण तथा प्रकाशन र सूचना विभागमा
संस्थामा कार्यरत थिए। लैनचौरको कन्या माविमा नयाँ भर्ना भएर आएका नमिता र सुनिता निरासँगै एउटै क्लासमा पढ्थे। निराको घर र नमिता सुनिताको घर 7-8 मिटरकै दूरीभित्र पर्थ्यो। एउटै क्लासमा पढ्ने अनि घर पनि सँगसँगै जस्तै भएकोले सुनिता नमिता निरा मिल्ने साथी थिए। नमिता सुनिता निकै अब्बल छात्रको रूपमा परिचित थिए। उनीहरू स्मार्ट थिए। कलकत्ताको स्कुलमा पढेर आएका दिदीबहिनीले एसएलसी फर्स्ट डिभिजनमा पास गर्छन्। उनीहरूको साथी निराले चाहिँ सेकेन्ड डिभिजनमा पास गर्छिन्। एसएलसी पश्चात नमिता सुनिता अमृत साइन्स क्याम्पस लैनचौरमा बायो ग्रुपमा भर्ना हुन्छन् भने निरा चाहिँ पद्मकन्या क्याम्पसमा भर्ना हुन्छन्। अमृत साइन्स क्याम्पसमा पढ्दै गर्दा एकचोटि प्रतिभाशाली छात्राको रूपमा स्थापित दुई दिदीबहिनी नमिता सुनिताको परिचय र फोटो त्यो बेलाको दैनिक पत्रिका राजमतीमा छापिएको पनि थियो। उक्त पत्रिका लाजिमपात स्थित पद्मरत्न तुलाधरले चलाउँथे। त्यो बेलामा अर्थात् विक्रमसँग 2038 साल तका लाजिमपात एरिया या भनौँ पुरै काठमाडौँ भ्याली अहिले जस्तो भिडभाड अनि अतास मतास बिल्डिङहरूले भरिएको थिएन। त्यसैले लाजिमपात एरियामै भएका घरहरू कसको घर कता छ, को कहाँ बस्छ भन्ने कुरा लाजिमपात वरपर सबैलाई थाहा हुन्थ्यो। अनि दरबार मार्ग नजिकै रहेको त्यो एरिया एक हिसाबले भन्ने हो भने भिआइपी एरिया नै थियो। लाजिमपात स्थित नमिता सुनिताको घर उनीहरूले पढेको लैनचौर मावि र अस्कल क्याम्पसबाट जम्मा 2 किलोमिटरको सेरोफेरोभित्र पर्थ्यो, जुन उनीहरूले सधैँ जसो हिँड्ने बाटो नै थियो। त्यसै गरी त्यो 2 किलोमिटरको सेरोफेरोभित्र विनोद शङ्करको शङ्कर होटल र खेन्द्र शमशेर जबराका छोरा उदय शमशेर जबराको घर पनि थियो। अब यो शङ्कर होटल, विनोद शङ्कर श्रेष्ठ अनि उदय शमशेर जबराको कुरा के हो त्यो त एकैछिनमा सबै प्रष्ट हुने नै छ। अहिलेलाई अब फेरि घटनातिरै लागौँ। चुडामणि अधिकारी जो घटनाको एकमात्र प्रत्यक्षदर्शी र मुख्य प्रमाण हुन सक्थे, उनको पनि लास भेटिए पछाडि माधवराजलाई अब आफ्नै ज्यान पनि असुरक्षित लाग्न थाल्छ। दुईवटै छोरीहरूको लास भेटिसकेको थियो, निराको अझै अत्तो पत्तो थिएन। अनि मृत्युको कारण र को हो दोषी त्यो कुरा अझै पत्ता लागेको थिएन। बाध्यतावश अनुसन्धानलाई बीचमै छाडेर माधवराज काठमाडौँ फर्कनु पर्ने हुन्छ, किनकि सरकारले उनलाई वीरगञ्ज चिनी कारखानाको अध्यक्ष तथा महाप्रबन्धक बनाएर पर्सा पठाइदिन्छन्। यसरी भर्खरै 2 छोरी गुमाएका माधवराजलाई आगामी 6 वर्ष तराईमै कार्यरत हुन बाध्य बनाइन्छ। अब यता पोखरामा हप्तै पछि जस्तो हत्या भएको घटनाहरू बाहिर आउन थालेपछि पोखरावासीहरू त्रसित बन्छन्। लगभग 6 महिनासम्मै पोखरा पर्यटकविहीन हुन्छ। पोखराको रात्रि शिक्षालयहरू र बिहान सबेरैका शिक्षालयहरूमा महिलाहरू जान छोड्छन्। सिनेमा हलहरूमा पनि महिला दर्शकहरू देखा पर्न छोड्छन्। हत्याको घटना भइरहँदा हत्यारालाई पक्राउ गर्न प्रशासन चुकिरहेको कुरा सबैले थाहा पाइरहेकै थिए। जनमानसलाई यो कुराले निकै उत्तेजित बनाउँछ। पोखरावासी मात्र होइन, पुरै नेपाल नै नमिता सुनिता निरा चुडामणि हत्याकाण्डको शोकमा डुबेको हुन्छ। सबैमा बिलौना थियो। तर आँसु चुहाएर मात्र केही नहुने देखेपछि हत्यारालाई फाँसी दे, जनजीवनको सुरक्षा गर जस्ता नाराले बिस्तारै सडक तातिन थाल्छ। विशेष गरी विद्यार्थीहरूको ठूलो सहभागितामा पोखरा, दाङ, भैरवा, स्याङ्जा, काठमाडौँ, चितवन जस्ता ठूला सहरहरूमा हत्याकाण्ड विरोधी जुलुस प्रदर्शन हुन्छ। त्यो बेलामा नेपालमा पञ्चायती व्यवस्था थियो अनि हत्याकाण्डले सडक तातिरहेको बेलामा राष्ट्रिय पञ्चायतको बैठकमा पनि यो विषयले ठूलो ठाउँ पाउन थाल्छ। त्यसै यता यो सब हुँदै गर्दा विक्रमसम्म 2038 साल असार 1 गते नेपालको प्रधानमन्त्रीको पद सूर्यबहादुर थापाले पाउँछन् अनि थापाको मन्त्रीमण्डलमा यादव प्रसाद पन्त अर्थमन्त्री बन्छन्। सूर्यबहादुर थापा र माधवराज बाल्यकालदेखि नै परिचित थिए अनि यता यादव प्रसाद पन्त चाहिँ माधवराजको सम्धी थिए। 2-4 महिना अघि मात्रै माधवराजकी जेठी छोरी अजिताको बिहे यादव प्रसाद पन्तका छोरा डाक्टर गिरीश प्रसाद पन्तसँग भएको थियो। यो सबै चिन्जान र नातागोता सुनाएर हामीले भन्न खोजेको के हो भने माधवराज भण्डारीको पहुँच निकै माथिसम्म थियो। उनले आफूले सक्दो भन्छन् र कोसिस त सबैतिर लगाइरहेकै हुन्छन्, तर अझै पनि आफ्नै छोरीको घटनाको वास्तविकता पत्ता लागेको थिएन। सबै थोकले एउटै कुरा बोलिरहेको जस्तो देखिन्थ्यो। घटनामा चान्चुने मान्छे मुसिएकै थिएन। कोही निकै ठुलो व्यक्तिकै हात थियो अनि त्यो ठुलो व्यक्ति नेपालको राजदरबार बाहेकको अरू कोही हुन सक्दैन थियो। अब यता नमिता सुनिता निरा अनि चुडामणि जोडिएका काण्ड हुँदै गर्दा नेपालमा राजा वीरेन्द्र वीरविक्रम शाहदेव थिए। 2037 साल मङ्सिर 21 गतेबाट अर्थात् हत्याकाण्ड हुनुभन्दा अघिल्लो वर्षदेखि नै नेपालको शैक्षिक क्षेत्र आन्दोलित बनेको थियो। दिनौँ जसो सभा अनि जुलुस थिए। विशेष गरी विद्यार्थीहरूले अघि सारेका मागहरू कति पनि पुरा भएकै थिएनन्, जसले गर्दा देशैभरिका विद्यार्थीहरू आन्दोलनमा जोडिएका थिए। विद्यार्थी आन्दोलनको मौका छोपेर नै नमिता सुनिता निराले केही समय पोखरा घुम्न जाने प्लान बनाएका थिए। अनि यता बल्लभ भण्डारी र उनको परिवार पनि सँगै हुने भएकाले नमिता सुनिताको परिवार र निराको परिवारले उनीहरूलाई पोखरा जान अनुमति दिएका थिए। निरा पराजुली पहिले नै पनि केही पटक पोखरा गइसकेकी भए पनि नमिता र सुनिता भने त्यस अगाडि कहिल्यै पोखरा गएका थिएनन्। उनीहरूमा छुट्टै खाले एक्साइटमेन्ट थियो। घरबाट बिदा हुँदै गर्दा सबैले आफ्नो आमा बुवालाई हात हल्लाउँदै बाई भनेका थिए।
उनीहरूको आँखा र अनुहारमा अबोधपनको चमक प्रष्टै देखिन्थ्यो। अब पोखरा जाँदा नमिता, सुनिता, निरा र बल्लभको परिवार चढेकै बसमा दुईजना केटाहरू काठमाडौँदेखि पोखरासम्मै गएका थिए। ती दुईजना मध्ये एउटा शङ्कास्पद केटोको थेप्चो नाक, मध्यम उचाइ, गतिलो पोसाक, अनुहारमा कोठी अनि लामो पहाडिया कद र तेल लगाएको कपाल थियो। उक्त व्यक्ति बारम्बार चुरोट पिरहन्थ्यो र काठमाडौँदेखि पोखराको त्यो यात्राको क्रममा एकदमै इम्प्यासेन्ट पनि देखिन्थ्यो। ती केटाहरूले बल्लभको छोरो विनयलाई बिस्कुट दिएर हिमचिम बढाउने प्रयत्न पनि गरिरहेका थिए। निकै हुने खाने वर्गको देखिए तापनि उनीहरूको हातमा घडी भने थिएन। एकचोटि सुनितालाई एकजना केटाले समय पनि सोधेका थिए, तर सुनिताको हातमा पनि घडी थिएन। यसरी नमिता, सुनिता, निरासँग उनीहरू निकै घुलमिल हुने प्रयत्न गर्दै थिए। कहाँ बस्ने, कहाँ घुम्ने जस्ता कुराहरू सोध्दै उनीहरू पोखरासम्मै आएका थिए। पोखरा बस पार्क ओर्लेर जब नमिता, सुनिता, निरा अनि बल्लभको परिवार सबैजना बगाले टोल बल्लभको डेरा भएको ठाउँमा पुग्छन्, भोलिपल्ट तिनै व्यक्ति बगाले टोलमै पनि देखा परेका थिए। तर त्यो बेला कसैको पनि ती केटाहरूतिर ध्यान जाँदैन। त्यसै यता निराको काका रुद्रमणिको घरको ठिक अगाडि चिया व्यापार गरेर बस्ने एक वृद्ध अनुसार केटीहरू घुमेर फर्केको 10-15 मिनटपछि दुईजना युवक केटीहरू बसेको घर वरपर घुम्ने गर्थे। ती युवकहरू केटीहरू हराएको दिन पनि बिहान 5 बजे त्यहाँ देखिएका थिए भनेर भन्छन्। ती वृद्ध चिया पसलले अनुसार ती केटाहरूको फोटो तथा अनुहारदेखि चिन्न सक्ने वृत्तान्त पनि व्यक्त गरेकी थिइन्। तर ती केटाहरू को थिए त, यो कुरा भने पत्ता लाग्न सक्दैन। त्यसै गरी विक्रमसम्म 2038 साल असार 24 गतेमा प्रकाशित साप्ताहिक पत्रिका साँगु अनुसार 2038 साल ज्येष्ठ 24 गते अर्थात् नमिता, सुनिता, निरा हराएको दिनको बिहान 11:30 बजेतिर नमिता, सुनिता, निरा तिनैजना किशोरीहरू महेन्द्रपुलमा देखिएका थिए, जुन भनेको उनीहरूको लास भेटिएको स्थान नजिकै हो। अनि फेरि सोही दिनको साँझ 5:30 बजेतिर पृथ्वीनारायण क्याम्पसको चौरबाट बचाऊ बचाऊको ठुलो आवाज पटक पटक प्रतिध्वनित भएको थियो। त्यो आवाज कुनै केटीको जस्तो सुनिएको थियो। त्यही पत्रिका अनुसार एकैछिनपछि कुर्था सुरुवाल लगाएकी सानी केटी काठे साँगु अर्थात् झोलुङ्गे पुलबाट सेती नदीमा हामफाल्छिन्। हामफाल्ने सानी केटी नमिता थिइन्। त्यसपछि त्यहाँबाट कुनै आवाज उत्पन्न हुँदैन, चकमन्न हुन्छ, सन्नाटा छाउँछ। असार 24 गतेको साँगु साप्ताहिकमै नमिता, सुनिता हत्याकाण्डका अपराधीहरू भारतको लखनऊमा बसिरहेको भनेर समाचार पनि प्रकाशित हुन्छ। हत्याराहरू 3 जना भएको विश्वास गरिन्छ र यी अति प्रभावशाली व्यक्तिहरूका सन्तान हुन्। चर्चामा आए अनुसार तिनैजना वारदात भएको भोलिपल्ट राजधानी फर्किएका थिए। त्यसमध्ये एउटाको मुखमा कोतारिएको थियो, जसको उपचार डाक्टरबाट गर्दा हल्ला हुन्छ भनेर घरेलु कम्पाउन्डरबाट गराइयो। यसबाट यो स्पष्ट हुन्छ कि मृत्यु र बलात्कार अघि 3 किशोरीले आफ्नो रक्षाको लागि ठुलो सङ्घर्ष गरेका थिए। उनीहरू एक नेपाली राजनीतिज्ञकै होटलमा मोज मस्तीपूर्ण जीवन बिताइरहेका छन्। हत्याराको सम्पर्क र प्रभाव अति शक्तिशाली व्यक्तिसँग भएकाले यसलाई यत्तिकै दबाइने र हत्यारा कहिल्यै पक्राउ नपर्ने चर्चा पनि यहाँ प्रशस्त सुनिन्छ भनेर उक्त पत्रिकामा लेखिएको थियो। त्यसै गरी वनपाले चुडामणी अधिकारीलाई जुन दिन डिएसपी कार्यालय लगिएको थियो त्यो दिन प्रहरीले उनलाई खुब यातना दिएको थियो। छुटेपछि आफूले थाहा पाएका सम्पूर्ण रहस्यहरू उनले आफ्ना अभिन्न मित्रहरूलाई पनि बताएका थिए। ती मित्रहरू चुडामणीको घरभन्दा तल्लो गाउँका थिए। तर चुडामणी मारिएको थाहा पाए पछाडि प्रहरीको आतंकद्वारा त्रसित भएर कसैले बोल्न सक्दैनन्। 1-2 जनाले त घरको ढोकामा तालचा लगाएर भित्र लुकी बसेको भन्ने खबर पनि साँगु साप्ताहिकमा छापिएको कुरा माई संसारमा उमेश श्रेष्ठले लेख्नु भएको छ। अब प्रहरीले कस्तो आतंक मचाएको थियो त्यो पनि हेरिहालौँ। असार 18 गते अर्थात् हत्याकाण्ड भएको 2 महिना बढी भएपछि प्रहरी कार्यालयका नायक महानिरीक्षक सीबी राईको अध्यक्षतामा विशेष अनुसन्धान टोली गठन गरिन्छ। उक्त टोलीले 3 महिनाको अवधिमा कास्कीका झुपडीमा लाठी बजारेर 161 जना निर्दोष व्यक्तिलाई रातारात हिरासत पुर्याउँछ। चुट्टा गरेर स्थानीय वीरबहादुर गुरुङ वीरेको खुट्टा भाँचिदिन्छ। अन्य कयौंलाई 7 महिनासम्म जेल जीवन यापन गर्न विवश बनाउँछ। तर दोषी भने एकजना पनि पत्ता लगाउन सकिँदैन। किशोर श्रेष्ठले लेखेका छन्, जनता र राष्ट्रका आँखामा छारो हाल्न र वास्तविक अपराधीलाई उम्कने मौका दिनका निमित्त जानी अपराधी खोज्ने कार्यलाई पोखरामा मात्र सीमित गरिएको थियो। सुप्रिम पावर राजाको हातमा भएको बेला एक थरी मिडिया पञ्चायत, राजा र दरबारको पक्षमा हुन्थे। दरबारीय घटनाहरूलाई ढाकछोप गर्ने, उनीहरूको कर्तुतलाई बचाउनका निमित्त लाग्ने थुप्रै पत्रपत्रिकाहरू हुन्थे। त्यस्तै पञ्चायती विरोधी प्रजातन्त्रको बारेमा लेख्ने पत्रिकाहरू पनि हुन्थे। तर उनीहरूलाई फ्रिडम भने हुँदैन थियो। वर्ल्ड प्रेस काउन्सिलका भाइस प्रेसिडेन्ट तथा नेपाली जर्नालिजममा दशकौं बिताएका अनि हामीले अघिदेखि भन्दै आएको दरबार काण्डपछि दबिएको अर्को हत्याकाण्ड किताब लेख्ने व्यक्ति किशोर श्रेष्ठले डर र त्रासबीच कसरी नमिता सुनिता हत्याकाण्ड बारे बाहिर कतै नआएको तथ्यहरू फेला पार्ने काम भयो भन्ने बारे हामीसँग कुराकानीमा यस्तो भन्नुहुन्छ।
46 सालसम्म त हामीले राजपरिवारका अपराधहरू खुल्लम भन्न पाउँदैन थियौँ नि त, लेख्न पाउँदैन थियौँ नि। त्यसपछि अब लेख्दाखेरि त शान्त तलामा ढुङ्गा हाने जस्तै भयो, तरङ्गित भयो र त्यसले क्रियाको प्रतिक्रिया जन्मायो, धम्कीहरू आउनु थाले र त्यो धम्कीले हामीलाई इस्पातिलो बनायो। गैँडाको छाला भन्छ नि, त्यस्तो चाहिँ जति आलोचना गरे पनि जति धम्काए पनि केही नलाग्ने अवस्था बन्दै गयो। करिब 1 वर्ष त तनाव भयो नि त त्यसले। अब नयाँ पात्रहरू पनि देखिए, पुरानो एउटा मिडियाले वा आम जनमानसले, पोखराको जनताले एउटा छानिएका पात्रहरू एउटा थियो भने खोज्दै जाँदा हामीले खोज्दै जाँदा थप पात्र पनि निस्कियो नि त। ती पात्रहरू जोडिँदै गर्दा जम्मै मिसिएर जम्मैले एकीकृत रूपमा वा सिङ्गल पनि हान्न थाल्ने भयो नि उनीहरूले, होइन, जवाफ दिन थाल्ने भयो, प्रतिक्रिया जनाउने भयो, होइन, हान्छु मार्छु काट्छु भन्ने कुरो त सामान्य हुँदै गयो नि। को कहाँ गयो सजिलै निगरानी गर्न सकिन्थ्यो, होइन, मान्छेहरू पिछानै गऱ्यो भने पनि बस्ने ठाउँ थिएन, परबाट हानिदियो भने पनि हान्न सकिन्थ्यो, होइन। त्यस्तो अवस्थामा पनि अब हामी त एक्ला नै हुन्थ्यो, हामीसँग राज्यले खटाएको सुरक्षाकर्मी पनि हुन्थेन, साथी सर्कल मिलेर हिँड्ने कुरो पनि हुँदैन थियो। बास बस्न त घरै जानु पऱ्यो नि, होइन, घरबाटै आउनु पऱ्यो नि अफिस पनि त। कसले धम्कायो भन्ने कुरो मेरो रहेन, किन धम्कायो भन्ने कुरो हो, होइन। त्यसले त के कुरो पुष्टि गर्यो भने ठाउँमा लागेछ है। अब यता हत्याकाण्ड भएको 3 महिनापछि भाद्रमा अचानक कास्की जिल्लाको सम्पूर्ण प्रशासनलाई काठमाडौँ फिर्ता बोलाइन्छ। काण्ड हुँदै गर्दा प्रमुख जिल्ला अधिकारी थिए पद्मराज सुवेदी अनि अञ्चलाधीश थिए गणेशमान श्रेष्ठ। गणेशमान श्रेष्ठको अहिले मृत्यु भइसकेको छ। पद्मराज सुवेदीको ठाउँमा कास्कीमा नयाँ प्रमुख जिल्ला अधिकारी आउँछन् सूर्यबहादुर सेन ओली। सूर्यबहादुर त्यसअघि कपिलवस्तुका प्रजीय थिए। उनको आत्मकथा मेरो कथाहरूको कथामा पनि नमिता सुनिता काण्डहरूसँग सम्बन्धित केही महत्त्वपूर्ण कुराहरू उनले उल्लेख गरेका छन्, जुन हामीले अघिदेखि नै प्रयोग गर्दै आएका छौँ। विक्रम सम्वत 2038 असोज 4 गते अर्थात् 3 जना किशोरीहरूको हत्याकाण्ड भएको 3 महिनापछि दिउँसोको 33 बजे सेती त्रिवेणी नजिकै खोलाको 2 ठुला ढुङ्गाको चिपमा बोरामा हालिएको एउटा पुरानो लास भेटिएको खबर सूर्यबहादुरले थाहा पाउँछन्। लास भेटिएको थाहा पाउने बित्तिकै सूर्यबहादुरले तत्कालीन प्रहरी इन्सपेक्टरलाई लास उठाएर आजै अस्पताल दाखिल गरी लास जाँच गराउन भनेर निर्देशन दिन्छन्। तर भोलिपल्ट अर्थात् असोज 5 गते 11 बजेसम्म पनि प्रहरीबाट त्यसबारे केही खबर आउँदैन। त्यस पछाडि सूर्यबहादुर आफै इन्सपेक्टर र अरू 13 जना जुनियर प्रहरीहरूलाई लिएर घटनास्थल पुग्छन्। त्यहाँ पुगे पछाडि थाहा हुन्छ कि पुलिसले त लासबारे 4 दिन अगाडि नै थाहा पाएको रहेछ र उनीहरूले लास हेर्न पनि गएका रहेछन्। फुटेको बोराबाट जाङका हाडहरू, एउटा खुट्टा अनि करङ भएको मासु माटो र बोरामा टाँसिएको अवस्थामा लास भेटिएको थियो। पुलिसहरूले बोरा खोली धोई पखाली समेत गरेका रहेछन्। लास महिलाको हो भन्ने यकिन पनि भएको थियो, तर लास कुर्ने र पोस्टमार्टमहरू गराउने कुरा बेकार सम्झेर प्रहरीहरू फर्केका रहेछन्। अब यसरी प्रहरीले ढिलो गरेको कारणले राति खोलामा बाढी जान्छ, जसले गर्दा प्रमाणहरू बगाइदिन्छ वा कसैले जानी बगाइदिएको पनि हुनसक्छ। अब 5 गते सूर्यबहादुरले जे जति लासका टुक्राहरू भेट्छन् ती सबै बोकेर डाक्टर कुमार श्रेष्ठ जबरालाई बुझाउँछन् र परीक्षणका लागि पठाउँछन्। परीक्षणले उक्त लास महिलाको हो भनेर ठहर गर्छ र उक्त लास 5 महिना जति पुरानो हो भनेर पनि भन्छ। महिलाको लास अनि 5 महिना जति पुरानो र त्यस ठाउँमा कोही उस्तै उमेर पुगेको महिला मारिएको या हराएको नभेटिए पछाडि सूर्यबहादुर सेनले उक्त लास निरा पराजुलीको हो भनेर आकलन गर्छन्। तर प्रमाणहरू नभएकाले ठ्याक्कै ठम्म्याउन भने गाह्रो हुन्छ। 3 किशोरीमध्ये निराको लास यदि त्यो होइन भने अहिलेसम्म पनि भेटिएको छैन। अब यता 2038 साल असोज 30 गते साँझ 6 बजे सूर्यबहादुर सेन तत्कालीन डिएफओ ललितमान साक्यको घर जान्छन्। उनले हत्याकाण्डबारे साक्यसँग सहयोग माग्छन्। जसअनुरूप भेटघाट भएको 22 दिनपछि बिहान 8:30 बजे एकजना महिला सूर्यबहादुर र साक्यसँग भेट गर्न आउँछिन्। ती महिलाले असार 5 गते साँझ भोगला जस्तो रसियन जिममा राखी सेनाले बन्दुक तालिम गर्ने ठाउँ मुनि लगी चुडामणीलाई गोली हानेर सेती नदीमा फालेका हुन् भनेर भन्छन्। थप उनले त्यसरी गोली हान्ने 4 मध्ये हवलदार कृष्णबहादुरलाई उनले चिनेको तर अरूलाई भने नचिनेको भनेर पनि भन्छन्। त्यही महिलाको कुरा सुनेपछि सूर्यबहादुर हवलदार कृष्णबहादुरको खोजीमा लाग्छन्, तर कृष्णबहादुर कतै फेला पर्दैनन्। त्यो बेला एकजना राणा थर भएका मेजरको पनि सूर्यबहादुरले खोजी गर्छन्, तर उनको पोखराबाट वीरगञ्ज सरुवा भइसकेको थियो। सेनासँग सूर्यबहादुरले ती मेजरको थप विवरण माग्दा उनलाई कसैले केही सहयोग गर्दैनन्। अब चुनामणीको हत्यामा सेना जोडिएको कुरा थाहा भए पछाडि सूर्यबहादुर सेनले अब डिएफओ साक्यलाई लिएर प्रधानमन्त्री सूर्यबहादुर थापाको कार्यालय पुग्छन्, तर उनलाई प्रधानमन्त्री थापाले पछि आउनु भनेर फर्काइदिन्छन्। त्यसपछि सूर्यबहादुर दरबारका प्रमुख सचिव रञ्जन राज खनाललाई भेट्न पुग्छन्।
गर्छन्। खनाललाई सूर्यबहादुरले सबै कुरा वृत्तान्तमा सुनाउँछन्। तर प्रत्युत्तरमा दरबारका प्रमुख सचिव खनालले सूर्यबहादुरलाई तर्साउने हेतुले सतर्क हुनु, हत्याराले तपाईलाई मार्देला, एकजनालाई मार्नेले अरूलाई पनि सिध्याउन के बेर, मार्ला है मार्ला बच्नुहोस् भनेर भन्छन्। दरबारका प्रमुख सचिवको त्यस्तो भनाइ सुनेपछि यहाँनिर एउटा ठुलो आशंका दरबारतिर तेर्सिन्छ। दरबारभित्रकै कोही सदस्य यो हत्याकाण्डमा मुसिएको हुन सक्थ्यो। सूर्यबहादुरको अनुसन्धान अनुसार नमिता, सुनिता, निरा पोखरा पुगेको भोलिपल्ट एउटा नीलो कार पोखराको आर्मी ब्यारेकभित्र पस्छ र त्यहीँ बस्छ। यता नमिता, सुनिता, निरासँगै बसमा आएका केटाहरूलाई कारमा आएका व्यक्तिहरूले नै केटीहरू कहाँ जान्छन्, के गर्छन् भनेर बुझ्न लगाएका हुन्छन्। कारमा आउने दुईजना व्यक्तिहरू तन्नेरी, निकै खाइलाग्दा, शौखिन र खानदानी देखिन्थे। यी दुईजना व्यक्तिसँग नमिता, सुनिता, निराको ज्येष्ठ 24 गते फेवातालमा भेट हुन्छ र सँगै डुङ्गामा बसेका पनि हुन्छन्। त्यसपछि 5-6 बजेतिर महेन्द्र पुल तरी नमिता, सुनिता, निरासँगै सबैजना ब्यारेकतर्फ गएका हुन्छन्। किशोर श्रेष्ठको अनुसार घटना भएको समयमा 3296 नम्बर प्लेट भएको भोल्सवागन कार पोखरामा मनपरी ढङ्गले कुदाइएको थियो। उक्त कारलाई चिप्लेढुङ्गाका स्थानीयहरूले हिलाम्बे अवस्थामा देखेका पनि थिए। तर हत्याकाण्डपछि त्यो कार रहस्यमय तवरबाट गायब हुन्छ। अनि यता काठमाडौँबाट पोखरा गएको नीलो कार चाहिँ BA1132 नम्बरको हुन्छ र यो कार सिधै ब्यारेकमा गएको हुन्छ। कारमा आएका एकजना व्यक्ति, अघि नै हामीले नाम सम्झिराख्नु होला भनेर भनेका व्यक्ति हुन् विनोद शङ्कर श्रेष्ठ। अहिले उनी होटल शङ्करको म्यानेजिङ डाइरेक्टर हुन् र होटल एसोसिएसन अफ नेपालका एक्जिक्युटिभ कमिटी मेम्बर पनि। उनी शङ्कर होटलका फाउन्डर राम शङ्कर श्रेष्ठका छोरा हुन्, जो राष्ट्रिय पञ्चायत सदस्य पनि थिए त्यति बेला। हामीले अघि नै भनेका थियौँ शङ्कर होटल र माधवराज भण्डारीको घर नजिक नजिकै थियो। एउटा भन्नै पर्ने कुरा चाहिँ के छ भने विनोद शङ्करलाई त्यो बेला आवारा भनिन्थ्यो। उनको आवारापनकै कुरा गर्दा उनलाई एकचोटि उनको बुबा रामशेखर श्रेष्ठले अति भएर 3 महिनासम्म घरमै बस्न नदिएको अनि खर्च पनि कटौती गरिदिएका थिए। नमिता, सुनिता हत्याकाण्ड भएपछि राष्ट्रिय पञ्चायतको अधिवेशन चलिरहेको बेला राष्ट्रिय पञ्चायत सदस्य नानीमैया दाहालले त राजाद्वारा मनोनित एकजना राष्ट्रिय पञ्चायत सदस्यतर्फ इङ्कित गर्दै यो हत्याराको बाउ हो, यस्तालाई राष्ट्रिय पञ्चायतमा ल्याउन कसले सिफारिस गर्यो भनेर त्यति बेला ती व्यक्ति रामशङ्कर श्रेष्ठलाई भनेकी रहेछिन्। अहिले रामशङ्कर श्रेष्ठ र नानीमैया दाहाल दुवै बितिसकेका छन्। तर नानीमैया दाहाल को थिइन्, कस्तो नेत्री थिइन् भन्ने बारे त हामीले पहिल्यै भिडियो बनाइसकेकै छौँ। हेर्नु भएको छैन भने यो भिडियो पश्चात एकपटक नबिर्सी हेर्नुहोला। अब हामीले अघि भनेको नीलो कारमा भएका अर्का आशंकित व्यक्ति थिए राजु राणा एके हंस शमशेर राणा। उनी भुपु कर्णेल ढुण्डीराज शमशेर जबराका जेठा छोरा हुन्। राजु राणा हत्याकाण्ड हुँदै गर्दा पोखरामा थिए। पछि उनलाई भक्तपुर खरिपाटी स्थित सैनिक शिक्षालयमा सरुवा गरिएको थियो। हामीले अघिदेखि जुन पोखराको ब्यारेकको कुरा गरिरहेका छौँ, उक्त ब्यारेकका कर्णेल राजु राणा हुन सक्ने भनेर आशंका गरिएको थियो। अहिले उनी कहाँ छन् कसैलाई थाहा छैन। त्यो बेला पोखरामा प्राय सबै स्थानीय बासिन्दाहरूको मुखमा अन्य केही आशंकित व्यक्तिहरूको नाम पनि जोडिएको थियो। उनीहरूले नामै तोकेर भन्ने गर्थे, तर आवाजलाई बुलुन्द गर्ने वातावरण भने देशमा थिएन। बोल्न खोज्नेहरूलाई राजदरबार र सरकार पक्षले तह लगाउन खोज्थ्यो। अनि ती नामहरू दरबारसँग जोडिएको भएर कसैले केही भनिहाल्यो भने ज्यान नै जोखिम हुने डर थियो। दरबारसँग जोडिएका नामहरू मध्ये एक थिए उदय शमशेर जबरा। उनी खेन्द्र शमशेर जबराका छोरा हुन् र पूर्व रानी कोमल शाहको आफ्नै भाइ पनि, अर्थात् ज्ञानेन्द्रको सालो केटो। अर्का दरबारीय व्यक्ति थिए धीरेन्द्र शाह। धीरेन्द्र राजा महेन्द्रका कान्छा छोरा थिए र वीरेन्द्र र ज्ञानेन्द्रका भाइ पनि। उनी दरबार हत्याकाण्डमा मारिएका हुन्। किशोर श्रेष्ठले लेखेका छन् विक्रमसम्म 2037 साल तका धीरेन्द्र पोखरा गइरहन्थे। पोखरामा पनि फिस्टेल होटलमा उनको धेरै नै आवत हुन्थ्यो। सोही होटलमा धीरेन्द्रलाई केटी पुर्याउन उत्तम बहादुर पुनले ठुलो सहयोग गर्ने गर्थे। उत्तम बहादुर पुन कास्कीबाट राष्ट्रिय पञ्चायत सदस्य हुँदै सहायक मन्त्रीसम्मै भएका व्यक्ति हुन्। उबेलामा पुन ढाका मुद्दा र मूर्ति चोरी मुद्दामा परिरहने व्यक्ति थिए। उत्तम पुन र धीरेन्द्रको राम्रो दोस्ती थियो। धीरेन्द्रको बारेमै 16 वर्षसम्म उनको बडीगार्डको रूपमा खटिएका लेफ्टिनेन्ट कर्नेल भरत गुरुङले लेखेका छन्, कुन चाहिँ राणा वा शाह परिवारको सदस्यको चरित्र बेदाग होला र मेरा मालिक पनि बेदाग छन् भन्न म सक्दिनँ। उहाँको पोखरा जाने आउने कुरा साँचो हो। त्यस्तै अर्का व्यक्ति जो यो हत्याकाण्डमा आशंकित छन् ती हुन् भेटरन एक्टर निर शाह। उनीतिर औँला तेर्साउन पर्ने कारण चाहिँ के छ भने निरा पराजुलीको बुबा थिरमनी पराजुली तासका शौखिन व्यक्ति थिए। निराको घरमा भिआइपीहरूले तास खेल्ने गर्थे। त्यही तास खेल्नकै निम्ति निर शाह पनि निरा पराजुलीको घरमा जान्थे। हत्याकाण्डपछि उनलाई नमिता, सुनिता, निराको तस्बिर देखाएर चिन्नुहुन्छ भनेर सोद्धा चिन्दिन भनेर भन्छन्। तर जब उनी पनि तास खेल्न निरा
निराको घर जान्थे भन्ने कुरा पत्ता लाग्छ तब चिन्दिन भनेर किन डाँट्नु भयो भनेर सोद्धा उनी अकमकिन्छन्। त्यस्तै किशोर श्रेष्ठले लेखेका छन् अनुसन्धानको क्रममा प्रहरीसँग एउटा फोटो हुन्छ। उक्त फोटोमा निर शाह, उदय शमशेर र विनोद शङ्कर थिए, तर प्रहरीले त्यो फोटोको प्रयोग भने कहिल्यै गर्दैन। अब अर्को पात्र पनि यहाँनिर शङ्खाको घेरामा परेका छन्। ती हुन् हामीले सुरुदेखि नै भनेको पोखराका इन्सपेक्टर बाबुराम पुन। जब वनपाले चुडामणी अधिकारीको लास फेला पर्छ तब यी इन्सपेक्टर पुन चुडामणीको घर पुग्छन् र उनको पत्नीलाई लोग्नेले आत्महत्या गरेको हो भनेर कबुल गरेमा रु 10,000 दिने भनेर लोभ देखाउँछन्। त्यसै गरी विक्रमसम्म 2038 ज्येष्ठ 22 गते बाबुराम पुनले झलकमान राउतको खोजीका लागि पनि प्रहरी टोली खटाउँछन्। उनीसँग केही कुरा बुझ्न पर्ने उल्लेख गर्दै झलकमानलाई खोजेर फेला पारेमा जिल्ला प्रहरी कार्यालय कास्की कार्यालयमा उपस्थित गराउन आदेश दिएको हुन्छ, तर राउतलाई पक्राउ गर्न सकिँदैन। अब यो हत्याकाण्डसँग जोडिएका वर्षहरूमा झलकमान राउतको खोजी हुनुले पक्कै पनि उनी हत्याकाण्डसँग मुछिएका पात्र हुन सक्थे अथवा उनीसँग केही गोप्य सूचना हुन सक्थ्यो, तर यो कहिले पनि बाहिर आएन अनि न त झलकमान राउतलाई प्रहरीले पक्राउनै गर्न सक्यो। यस्तो कुरामा संलग्न बाबुराम पुनले पछि प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी पदबाट अवकाश प्राप्त गर्छन्। अवकाशपछि उनीसँग प्रत्यक्ष भेटवार्ता गर्न खोज्दा उनी तयार हुँदैनन्। पछि फोनमा कुरा हुँदा उनले भनेका हुन्छन्, आफू त हजुर सानो तहको कर्मचारी परियो, बसहरूले अराएको काम गर्ने हो, म त सोझो मान्छे, बुढो पनि भइसकेँ, घटना धेरै पुरानो भयो, सबै कुरा सम्झिन सकिएन हजुर। अब अहिलेसम्म जति आशंकित व्यक्तिहरूको नाम यहाँ भनियो तीमध्ये धेरैको मृत्यु भइसकेको छ, तर कोही भने अझै जीवित नै छन् र अझै पनि उनीहरूबाट सत्य कुरा निकाल्न सकिन्छ। तीमध्ये विनोद शङ्कर श्रेष्ठ, निर शाह, ज्ञानेन्द्र शाह जस्ता पात्रहरू अझै जीवित नै छन्, जसमाथि अझै पनि अनुसन्धान गर्न सकिने ठाउँ छ। त्यस्तै केही नेपाली सेनासँग सम्बन्धित व्यक्तिहरू पनि हामीले माथि भनेका छौँ, जसको खोजी नीतिमा सेनाले सहयोग गर्न पर्ने देखिन्छ। हामीले यो भिडियोको सुरुमा भनेका थियौँ विक्रमसम्म 2058 सालमा यो केसलाई क्लोज गरिएको थियो। पञ्चायती व्यवस्थाको समयमा घटेको घटनालाई बहुदलीय कालमा क्लोज गरिन्छ, त्यो पनि वीरेन्द्रको जुठो नसकिँदै अनि ज्ञानेन्द्र आफू राजा भएको 2-3 दिनमै। अब यो हत्याकाण्डको केसलाई गुपचुप केस हान्ने प्रक्रिया चलिरहेको बेला नेपाली कङ्ग्रेसका नेता र हालका राष्ट्रपति रामचन्द्र पौडेल गृहमन्त्री थिए। उनलाई थाहा नभइकन यो काम भएको हो जस्तो लाग्दैन। त्यस्तै विक्रमसम्म 2058 साल ज्येष्ठ महिनामा सरकार पक्षबाट निराकी काका रुद्रमणि पराजुली लगायत पोखराका थुप्रै स्थानीयहरूलाई एउटा कागजमा सही छाप गराइन्छ। उक्त कागजमा लेखिएको हुन्छ, नमिता सुनिता भण्डारीको सेती नदीको किनारमा लास फेला परेको थाहा पाएको हुँ, निजहरूलाई कसले हत्या गर्यो मलाई थाहा भएन, निरा पराजुली कहाँ छिन् थाहा भएन। यो सबै आखिर एउटै उद्देश्यका लागि गरिएको हुन्छ, हत्या साबित गर्न प्रमाण पुगेन भनेर दुनियाँलाई देखाउने अनि केसलाई क्लोज हान्ने। विक्रमसम्म 2058 सालका तत्कालीन प्रहरी प्रमुख रमेश शेखर वज्राचार्यले उक्त घटनाको हदमा सकिएकाले फाइल बन्द भएको हो भनेर भनेका छन्। सरकारी मुद्दा सम्बन्धी ऐन 2049 मा ज्यान सम्बन्धी महलमा भएको व्यवस्थामा प्रतिवादी नखुलेको वा खुले पनि फरार रहेको अवस्थामा 20 वर्षीय हदम्याद लागू हुन्छ। त्यो बेला यही हदम्यादको बाध्यकारी व्यवस्था अनुसार मुद्दा बन्द गर्न सरकारी वकिल कार्यालय पठाइएको थियो भनेर उनले भनेका छन्। तर सरकारी मुद्दा सम्बन्धी ऐन 2049 कै अनुसार सरकारवादी भएको मुद्दा जहिले पनि चल्न सक्छ। त्यसैले मुद्दा पूर्ण खोलेर पूर्ण अनुसन्धान गर्न सकिने अवस्था अझै पनि छ। अब यता नमिता सुनिता भण्डारीको बुबा माधवराजको कोरोनाको बेला मृत्यु भइसकेको छ। फुल जसरी स्याएर हुर्काउँदै गरेको कलिला 2 छोरी अकालमै गुमाउनुको पीडा सँगसँगै अनेक थरी रोगसँग जुझ्न नसकेर उनले प्राण त्याग गरिसकेका छन्। त्यस्तै नमिता सुनिताको एक्लो दाजु प्रदीप बहिनीहरूमाथि भएको क्रूरता सहन नसकेर मानसिक रूपमा विक्षिप्त बन्छन्। 3 महिनासम्म अलग भएर जोगी बनी हिँडेका प्रदीपले पढाइलाई बीचमै छाडिदिन्छन्। अहिले उनको अवस्था कस्तो छ थाहा छैन। अनि यता निरा पराजुलीको बुवा थिरमणि पराजुलीको पनि 2057 साल मङ्सिर 10 गते मृत्यु भइसकेको छ। यसरी यो घटना नेपालको वान अफ द मोस्ट अनसल्भ घटनाको रूपमा कतै कुनामा थन्किएर बसेको छ।